हेलो साथीहरु, फेरि पनि मेरो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आज हामी सरला मिसको घर आछौँ। देख्न सक्नुहुन्छ मम्मी बाबाले मोमो पकाइराख्नु भएको छ। यता फेरि सरला मिस, यता दाइ फेरि वाउ लाज नमान्नु के मिस। मोमो च्यालेन्जमा जित्ने हो कि नै? जित्ने हो। ल हार्यो भने फेरि के गर्ने? ल भन त। हार्यो भने 10 रुपैयाँ दिइहाल्ने। जम्मा अरे भने 10 रुपैयाँ दिइहाल्ने। यता नि फेरि मोमोको लभर हो फेरि पुरै एकदम तम तयारी अवस्थामा छु। कति राम्रो हो बिरालोको बच्चा है। कति माया बिरालोलाई फेरि आफ्नो बच्चाको फेरि कत्रो यो बिरालोको बच्चा हुन त मुसा ठुलो होला जस्तो छ। ओए हान्ला फेरि यसले भागे हुन्थेन यताउता यो मुसा। भाग्न त सक्थ्यो के रे, घायल गराइदिए। होइन काँडे उभिरहेछ मन। उभिन त सक्छ नि यार, सास चलिरहेको त्यसको। फाइनली साथीहरू हामी करिब 1 घन्टापछि मोमो बनाएर हामी अब गइरहेछौँ मोमो च्यालेन्ज गर्न। हाम्रो उहाँ हुन्छ पार्टिसिपेसन नम्बर 1, उहाँ हुनुहुन्छ आयन हाम्रो पार्टिसिपेसन नम्बर 2। र गेमको के अरे मोमो च्यालेन्जको रुल सुन्नु है। ओके ओके ल नेम सुन्नु। टाइमर विनरलाई यो र फाइनल्ली विनरलाई हामी दिन्छौँ मिल्क ब्लास्ट भन्ने चक्लेट दिन्छौँ हामी है। र गेमको रुल यस्तो रहेको छ हाम्रो है। सुरुमा टाइमर सेट गर्नेछौँ हामी र लास्ट मोमो जसले निल्छ है, निलिसकेपछि फेरि मुखमा हाल्यो भने गेम फाइनल हुन्न। फेरि निलिसकेपछि बल्ल हाम्रो विनर घोषणा गरिन्छ है हामीले। ओके गो कोक पनि खान पाइने रहेछ है। Nej. घाँटी त गयो। ल आयन विनर। कति सेकेन्डमा हो? सेकेन्ड त यहाँ टाइम सेट गरेको
ल है उनीहरूलाई पुरस्कार दिनु छ ल हाम्रो विनर आजको विनर हुनुहुन्छ हाम्रो आयन कुन ताली के